कसको आदर कति? श्रीमान श्रीमतीसँगको आदर, बाउआमासँगको आदर, छोराछोरीसँगको आदर, दाजुभाइ दिदीबहिनी बिचको आदर, साथीभाइसँगको आदर। तर यो आदर कहिलेसम्म त र कतिसम्म कुनै ठेगाना हुँदैन, किनभने हामी प्राणीहरू अविनाशी होइनौँ, नाशवान छौँ र कहिले कतिखेर कसको आदर टुट्ने हो भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन। उसको विचारको आदरले पनि टुट्न सक्छ र उसको टाढा हुने कुराले पनि टुट्न सक्छ। तर तपाईले एउटा यस्तो अद्भुत अविनाशी भगवानको आदर लिनुहोस्, तपाईलाई कहिले पनि धोका पनि हुँदैन र तपाईलाई जिन्दगीभरिको लागि 100% आदर हुन्छ। धन्यवाद।